साथीहरु तपाईको क्यामेरा यता ल्याउनुस् त यहाँ छेउमा यहाँ हेर्नुस् त यता अलि छेउमा ल्याउनुस् ल यहाँ हेर्नुस् ल हेर्नु यी दुःख गरेसी यसरी फल्छ अगभरे ल साथीहरु हेर्नुस् एकदम मेहनत गरेर बनाएको अगभरे ल हेर्नु एउटै बोटमा 7 केजी जति फलिरहेछ साथीहरु हेर्नुस् यी यता तल तल हेर्नुस् यसरी फलिरहेछ यो अस्ति पनि 15 केजी जति एकै बोटमा हामीले टिपेर बेचिसक्यौं हैन अब यो एउटै बोटमा लगभग 7 केजी जति फलेछ साथीहरु तपाईहरु पनि यसरी रोपेर खर्सानी फलाउन सक्नुहुन्छ साथीहरु अब यसलाई कसरी यस्तो बनाउने यति धेरै फल्ने बनाउने भन्ने कुरो म तपाईहरुलाई जानकारी दिनेछु र यो भिडियो राम्रोसँग हेर्नु होला साथीहरु ल हेर्नुस् है कस्तो रातै फलेछ अलिक तपाईको क्यामेरा छेउमा ल्याउनुस् त यहाँ हेर्नुस् ल हेर्नुस् त आहा कस्तो मजाले फलेको छ ल